नमस्ते साथीहरु, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ एसआर आइपीओ इन्फर्मेसन। यस युट्युब च्यानलमा तपाईहरुले आइपीओ को बारेमा सम्पूर्ण जानकारीहरु पाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब लागौं ढिला नगरिकन कुन कम्पनीले कति बोनस शेयर दिने भएको छ। हालै नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नेप्सेमा 97,08,708.87 किता बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत विभिन्न 4 कम्पनीको उक्त शेयर आज सूचीकृत भएको हो। यसै क्रममा ती 4 कम्पनी रहेको छ सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो, सानिमा माई हाइड्रो, कुथेली बुखरी हाइड्रो। सुरुमा रहेको छ सांग्रिला डेभलपमेन्ट बैंकले शेयर धनीलाई प्रदान गरेको 3.6516% बोनस बापतको 12,52,844.17 किता शेयर सूचीकृत भएको छ। यसैगरी 2 नम्बरमा रहेको छ चिलिमे हाइड्रोले शेयर धनीलाई प्रदान गरेको 10% बोनस बापतको 79,83,997.20 किता आजै सूचीकृत भएको छ। यसैगरी रहेको छ अर्को सानिमा माइक्रो हाइड्रो। यस सानिमा माई हाइड्रोले शेयर धनीलाई प्रदान गरेको 7% बोनस बापतको 3,50,000 किता शेयर सूचीकृत भएको छ। अब अर्को रहेको छ कुथेली बुखरी हाइड्रोले शेयर धनीलाई प्रदान गरेको 10% बोनस बापतको 1,21,867.50 किता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ। यो त रह्यो कुन कम्पनीले कति बोनस दिँदैछ भन्ने कुराहरु तपाईले जानकारी पाइसक्नु भएको छ। यस्तै जानकारीको लागि कृपया हामीसँग जोडिनको लागि हामीलाई सब्स्क्राइब